विशिष्ट अतिथि श्री तेज प्रकाश गुरुङज्यूलाई मञ्चमा आसन ग्रहण गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ। उहाँ गुरुङ समाज जापान खानसाईको प्रमुख सल्लाहकार हुनुहुन्छ। साथसाथै यति मात्रै नभएर व्यवसायी, समाजसेवी, साथसाथै जात जाति नभनिकन सबै नेपाली उद्योग समूहहरूलाई फुटेर गएर जुटेर जानुपर्छ भन्ने एउटा अभिभावकको रूपमा खानसाईमा धेरै अगाडि बस्नु भएको छ। उहाँलाई चाहिँ हामी स्टेजमा स्वागत गर्न चाहन्छौँ। बहिनीहरूलाई गाना लगाएर सम्मान गरिदिनु हार्दिक अनुरोध गर्छु। हाम्रो त्यसैगरी आजको यस कार्यक्रमको विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि हाम्रो अभिभावक, बुद्धिजीवी, समाजसेवी, सफल व्यापारी तथा गुरुङ समाज जापान खानसाईका प्रमुख सल्लाहकार श्री तेज प्रकाश गुरुङज्यूलाई आसन ग्रहण गरिदिनुका लागि बहिनीहरूलाई गाना लगाएर सम्मान गरिदिनु हार्दिक अनुरोध गर्छु। बहिनीहरूलाई धेरै धेरै धन्यवाद। मानबहादुर सलामीज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनुका लागि स्टेजमा बोलाउन चाहन्छु। स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै बहिनीहरूलाई कसै रेडियो अवस्थामा बसेर हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण कार्यक्रमलाई यथास्थानमा राख्दै आफ्नो शुभकामना मन्तव्य राखिदिनको लागि यसै गुरुङ समाज खानसाई क्षेत्रीय समितिकी महिला उपाध्यक्ष श्री सानो नोटिस आएको छ। हामीले चाहिँ फेरि पनि हाम्रो नेपाली राष्ट्रिय गान चाहिँ फेरि पनि थोरै एउटा हाम्रो यो स्टेजमा मिस्टेक भयो त्यसको लागि हामी सरी भन्न चाहन्छौँ। अघि हामीले बोल्यो राष्ट्रिय गान त भयो, तर हाम्रो भूमि भनेको नेपाल देश भएको कारणले गर्दाखेरि नेपालको राष्ट्रिय गान पनि हामी सबैको देशको एउटा सम्मानको लागि त्यो चाहिँ बजाउने कार्यक्रम छ। त्यो भयो थोरै कोही गरिदिनु म अनाउन्स गर्दैछु। त्यो अनुसार तपाईँहरूले अनि उठेर सहयोग गरिदिनु भएको छ, उठेर सहयोग गरिदिनुहुन्छ भन्ने आशा गरेको छ। सुस्मित
अब केही क्षणमै राष्ट्रिय गाना हामी बजाउनेछौँ। त्यसमा चाहिँ तपाईँहरूले अहिलेको स्थानबाट उठेर सम्मानको लागि राष्ट्रिय गाना साथ दिनुहुन्छ भन्ने आशा गरेको। म 1, 2 भन्ने 3 भन्नेछु, काउन्ट गर्नेछु, त्यो अनुसार चाहिँ सुरु हुनेछ। धन्यवाद। 1, 2, 3 सबैले चाहिँ आफ्नो स्थानमा उठेर चाहिँ सहयोग गर्नुहुन्छ र छुट्टी गाउने साथसाथै आज आउनुभएको संसार धेरै धन्यवाद। अब मैले चाहिँ स्वागत मन्तव्य अगाडि बढाउन चाहन्छु। स्वागत मन्तव्य राखिदिनु हुनका लागि यसै गुरुङ समाज खानसाही महिला अध्यक्ष श्री समिना गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय प्रमुख अतिथिज्यू, आदरणीय विशेष अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, यहाँ पाल्नु हुने सम्पूर्ण महानुभावहरू, गुरुङ समाज खानसाहीका अध्यक्षज्यू, सल्लाहकारज्यूहरू, छ्याज्यालो नमस्ते। तमुल लोसार 2025 को हार्दिक मङ्गलमय शुभकामना। गुरुङ समाज खानसाहीको तर्फबाट तथा महिला उपाध्यक्षको हैसियतले आजको शुभ अवसरमा स्वागत मन्तव्य राख्न पाउँदा म निकै खुसी र हर्षित भएकी छु। तमुल लोसार गुरुङ जातिको नयाँ वर्षको रूपमा मानिन्छ। यो पर्व हरेक तमुल लोसारको यो पर्व हरेक वर्षको पुस 15 को दिनमा मान्ने गरिन्छ। प्राचीन तमु शास्त्र अनुसार तमुल लोसारको दिन तमुहरूको महान पुरुषको उत्पत्ति भएको मानिन्छ। पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गरिने भएकोले यसलाई नयाँ वर्षको रूपमा गुरुङ समुदायमा मान्ने गरिन्छ। लोक अर्थ वर्ग वा वर्ष, साल
भएकोले यसलाई वर्ग फेरि नै भनिन्छ। यो वर्ष सर्ववर्गलाई विदाई गरी घोडा वर्गलाई स्वागत गरिनेछ। वर्गहरू 12 वटा हुन्छन्। ती सबै विभिन्न पशुपन्छीहरूको नाममा राखिएको हुन्छ। पहिचान र एकताको महान पर्व हो। परदेशको भूमिमा बसेर पनि आफ्ना मौलिक संस्कार परम्परालाई जोगाउन गर्दै यसरी नै एक ठाउँमा भेला हुनु हाम्रो निकै ठुलो उपलब्धि हो। आजको कार्यक्रम गुरुङ समाज खानसाईको पहिलो ऐतिहासिक कार्यक्रम कार्यक्रम भएकोले यसको महत्त्व अझै ठुलो छ। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरिदिनु हुने सम्पूर्ण कलाकारहरू, अतिथिज्यूहरू, यस कार्यक्रमका प्रायोजकहरू र यस समाजका पदाधिकारीज्यूहरू गुरुङ समाज खानसाईको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै यस स्वागत मन्तव्यलाई म अन्त्य गर्न चाहन्छु। अन्त्यमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई एकपटक तमुल होस् 2025 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्दै धन्यवाद। गुरुङ समाज जापान खानसाई स्वागतम सुस्वागतम। धन्यवाद समिताजी। यसको साथसाथै हामी अर्को नेक्स्ट चरणमा चाहिँ अतिथिज्यूहरूलाई भाग्य लगाएर सम्मान गर्ने कार्यक्रम छ। परदेशको भूमिकामा रहेर पनि आफ्नो परम्परालाई जोगाइराख्नु पर्दछ भन्ने सन्देशका साथ सधैँभर सपोर्ट गरिराख्ने हाम्रो अभिभावक सम्पूर्ण नेपाली दाजुभाइलाई तत्पर रहिरहने तथा गुरुङ समाजलाई स्थापना गर्दै गर्दा सुरुदेखि नै सपोर्ट दिँदै आउनुभएका हाम्रो आजको विशेष अतिथि श्री भीम कान्छा मगरज्यूलाई भावना लगाइदिनु हुनका लागि आजको प्रमुख अतिथि युवराज गुरुङज्यू र यसै गुरुङ समाज खानसाईका अध्यक्ष दिनेश गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। थोरै समय लाग्नुमा माफी चाहन्छौँ। हामी एनादेनी खानसाई जापानका संयोजक श्री भीम कान्छा मगरज्यूलाई अगाडि आएर हाम्रो
खानसाई गुरुङ समाजका क्षेत्रीय अध्यक्ष दिनेश गुरुङज्यू र क्षेत्रीय अध्यक्ष श्री युवराज गुरुङज्यूलाई बाङ्गला लगाएर सम्मान गरिदिनु हार्दिक अनुरोध गर्दछौँ। दिन कौचन्द्रज्यू आएर सहयोग गरिदिनु हार्दिक अनुरोध गरेका। यसका साथसाथै हाम्रो विशिष्ट अतिथि श्री तेज प्रकाश गुरुङज्यू खानसाई समाज जापान खानसाईका प्रमुख सल्लाहकार उहाँलाई पनि अगाडि आएर गुरुङ समाज खानसाई क्षेत्रीय समितिको तर्फबाट बाङ्गला लगाएर सम्मान गर्ने कार्यक्रम भएको हुँदा अगाडि आएर सहयोग गर्नुहुन्छ भन्ने आशा रहेको छ। उहाँ चाहिँ विशेष गरेर व्यवसायी समाजसेवी साथसाथै कुनै पनि जातजाति नभनी सबै नेपाली उमेर समूहलाई चाहिँ फुटेर जुटेर जानुपर्छ भन्ने सदैव साथ सपोर्ट गर्नुहुने श्री तेज प्रकाश गुरुङज्यूलाई पनि अगाडि आउन हात गर्नुहुनेछ। त्यसै गरी थोरै भित्र गएको छ तर त्यसको लागि माथि चाहन्छौँ। साथसाथै विशिष्ट अतिथि श्री ज्यान गुरुङज्यू गुरुङ समाज जापान खानसाईका सल्लाहकार हुनुहुन्छ। उहाँले गुरुङ समाज जापान स्थापना कालदेखि नै हामीलाई सदैव साथ सपोर्ट दिएर आउनुभएको छ। उहाँ पनि एक सफल व्यवसायी साथसाथै गुरुङ समाज जापान खानसाई क्षेत्रीय समितिको लागि चाहिँ दिनरात नभनी हरेक अवस्थामा सहयोग गरिदिनु हुने भएको कारणले गर्दाखेरि चाहिँ आज उहाँलाई हाम्रो केन्द्रीय अध्यक्ष श्री युवराज गुरुङज्यू र क्षेत्रीय अध्यक्ष श्री दिनेश गुरुङज्यूलाई सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। तेज गुरुङज्यूलाई अगाडि आएर विशिष्ट अतिथि श्री तेज प्रकाश गुरुङज्यू अगाडि आएर यो सानो सम्मान ग्रहण गरिदिनुहुन्छ भन्ने हामी आशा गरेका छौँ। यहाँको साथ सपोर्ट सल्लाह हामी सदैव अपेक्षा गर्नेछौँ। यो औपचारिक कार्यक्रमको एउटा स्थिति भएको कारणले गर्दाखेरि जतिसक्दो हामी चाँडै सक्ने प्रयासमै छौँ। केही समय वेट गरिदिनु होला। त्यसका साथसाथै हाम्रो यस गुरुङ समाज कुराहरू अध्ययन गर्न म अनुमति चाहन्छु र विशेष गरी यो तमु लोसार किन मनाइन्छ, यसको ऐतिहासिक पक्षहरू छ, यसको विभिन्न दस्तावेजहरू छ। मैले एउटा मात्र कुरा भन्छु, अघि नै कार्यक्रम सञ्चालिकाले स्वागत मन्त्रीको क्रममै भनिसक्नु भएको छ। यो लोसारको विषयमा लोसार एउटा तमुहरूले मनाउने एउटा लोसार, तामाङले मनाउने लोसार र हिमाली गएको मनाउने जुन शेर्पाहरूले मनाउने जुन जातको लोसार, यो तीन थरीका लोसारहरू हामी बेग्लै बेग्लै जुन यो समय सापेक्ष यो पुष 15लाई यो तमुहरूले गुरुङहरूले मनाउने गरिन्छ। यसलाई तमु लोसार भनिन्छ। किन त भन्नुभयो भने यसपालि हाम्रो सर्ववर्गलाई मिलाई र
हुन्छ यो गुरुङ भाषामा चाहिँ हामीले यसरी चाहिँ यसलाई लिने गरिन्छ र सबैले मनाउने यही भावना भयो, यही भावना चक्र यो लोसारको जुन यो 3 प्रकारको लोसारहरू 300 समुदायमा मनाइने यो लोसारको आफ्नै किसिमको बेग्लै महत्त्व छ, बेग्लै यसको चाहिँ एउटा ऐतिहासिक पाटो छ, यसको इतिहास छ, यसको धेरै किसिमको चाहिँ उत्खननहरू भइसकेका छ र यो विषयमा भोलिको तपाईँहरूसँगको यो हरेक कार्यक्रममा भेट्ने अथवा हरेक कार्यक्रममा अन्तर्क्रिया गर्ने पायो भने यो विषयमा तपाईँहरूलाई म छर्लङ्ग पार्नेछु र यति भन्दै यहाँहरूको यो न्यानो माया, न्यानो साथ र यो उत्साह र हौसला जनाको यो सहभागिताले म आफैले पनि एउटा चाहिँ आज किनकि म केही छिनमा म टोकियो फर्किँदैछु र म पनि कार्यक्रमको चापाचाप कार्यक्रमको चाहिँ सडुल अनुसार म पनि अब कुद्नै पर्ने दौड्नै पर्ने हुन्छ। त्यो भएको हुनाले यहाँहरूको यो आजको यो जुन यो लोसार ऐतिहासिक लोसार सभ्य र भव्य रूपमा चाहिँ सफलताको जुन कामना गर्दै र मेरो आफ्ना भनाइहरू यहाँ अन्त गर्न चाहन्छु। हस्त धन्यवाद। जय तमुङ, जय गौर आदिवासी, सबैलाई धन्यवाद छ। यहाँलाई धेरै धेरै धन्यवाद केन्द्रीय अध्यक्षज्यू। यसका साथसाथै हामी अतिथि आसन ग्रहणकै क्रममा चाहिँ गलकोट समाज जापान खानसाई क्षेत्रीय समिति श्री नरबहादुर थापाज्यूलाई मञ्चमा आसन ग्रहण गर्दै हुन हार्दिक अनुरोध गर्दछौँ। यसका साथसाथै नरबहादुर थापाज्यू, श्री नरबहादुर थापाज्यू मञ्चमा आसन ग्रहण गर्दै हुन हार्दिक अनुरोध गर्दछौँ। त्यसैगरी कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति खानसाईका अध्यक्ष जरेन्द्र कुवर अञ्जनज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। बहिनीहरूलाई खाता लगाएर सम्मान गर्नु हुन हार्दिक अनुरोध गर्दछु। साँच्चै नै है तपाईँहरूले भन्नुभयो जस्तै औपचारिक कार्यक्रम भन्ने कुरा योभन्दा पनि सकेसम्म नाचगान हेरौँ भन्ने कुरा हुनसक्छ होइन। सकेसम्म अब हामी औपचारिक कार्यक्रमलाई चाहिँ चाँडै नै अन्त्य गर्ने तर्खरमै छौँ। त्यही भएर थोरै समय गरिदिनु होला भन्ने भन्न चाहन्छु। र आजको यस कार्यक्रमको समापन गरिदिनु हुनका लागि यसै गुरुङ समाज खानसाईका अध्यक्ष श्री गुरुङ दिनेश गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालन गर्नुभयो। आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार छ। सर्वप्रथम त हाम्रो निम्तलाई स्वीकार गरी यस कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र आयोजकको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस वैदेशिक भूमिमा रहेर पनि आफ्नो भाषा, धर्म, कला, संस्कृति र रीतिरिवाजलाई जलिन गर्नुपर्छ भन्ने मूल उद्देश्य लिएर गुरुङ समाज खानसाईद्वारा प्रथमतम लोसार सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रम सफल पार्नको निमित्त आर्थिक तथा भौतिक रूपमा सहयोग गर्नुहुने विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, मेरो कार्य समितिका सदस्यज्यूहरू र सल्लाहकारज्यूहरू लगायत उपस्थित यहाँ सम्पूर्ण महानुभावहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यहाँहरूले गर्नुभएको सपोर्टको कारणले गर्दा आजको यस कार्यक्रम आयोजना गर्न सम्भव भएको छ। आगामी कार्यक्रमहरूमा पनि सहकार्य गर्दै
जाने अपेक्षा सहित आजको औपचारिक कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद। धेरै धेरै धन्यवाद अध्यक्षज्यू। त्यसका साथसाथै अब अनौपचारिक कार्यक्रमतिर हामी सर्न चाहन्छौँ। त्यसको सँगसँगै एउटा नोटिस आएको छ हामीलाई चाहिँ। नोटिस के आएको छ भनेर भन्दाखेरि चाहिँ सहयोग गर्नुहुने एकजना महानुभाव हुनुहुन्छ, गुरुङ समाज खानसाईलाई चाहिँ सहयोग गर्नुहुने एकजना महानुभाव हुनुहुन्छ। उहाँलाई चाहिँ गेटको अगाडि गएर हाम्रो भोलिन्टियर भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई गएर उहाँहरूलाई सम्पर्क गरेर कसरी के गर्दा हुन्छ जान सक्नुहुन्छ। साथसाथै जो कोही गुरुङ समाज खानसाईलाई चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने उहाँहरूले पनि गेटमा हुनुहुने भाइ बहिनीहरू साथीहरूलाई चाहिँ सम्पर्क गरेर सहयोग गर्न सक्नुहुन्छ भने उहाँ सम्पर्क हुन हार्दिक अनुरोध गर्दछौँ। यसका साथसाथै फर्मल कार्यक्रमको यही अन्त्य गर्दै इन्फर्मल कार्यक्रमको लागि चाहिँ लक्ष्मण गुरुङज्यू र मुना गुरुङज्यूलाई हामी हस्तान्तरण गर्दै आजको स्टेजबाट चाहिँ बिदा हुन चाहन्छौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। नमस्ते। अब औपचारिक कार्यक्रम सकिए लगभग अब भने हाम्रो अनौपचारिक कार्यक्रम सुरु हुन गइरहेको छ। म अनौपचारिक कार्यक्रमतर्फ हाम्रा कलाकार साथीहरू पहिलो नृत्यको लागि ग्रुप डान्समा मन्जिका र मनिषालाई तयारी अवस्थामा रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मन्जिका र मनिषा तपाईँहरू जहाँ भए पनि तयारी अवस्थामा रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसपछि